अलैकुम शुभ बिहानी। के तपाईँ राति सुत्दाखेरि घुर्ने बानी छ? यो बानी नभएर समस्या हुन सक्छ। यसको लागि पनि योगमा समाधानका धेरै उपायहरू छन्। यसमा प्राणायामहरू छन्, योगासनहरू छन्। तर म आज ती योगासनहरू गराउँदिनँ, प्राणायामहरू गराउँदिनँ। म आज सजिला व्यायामहरू गराउँदैछु। यस्तो समस्या कफ प्रकृतिको व्यक्तिहरूमा बढी देखा पर्छ। रुगाखोकी लागेको बेलामा यो समस्याले धेरै सताउँछ। धेरै मोटो व्यक्तिमा पनि यो समस्या देखा पर्छ। त्यसैगरी जाँड, रक्सी, चुरोट सेवन गर्ने व्यक्तिहरूमा पनि यो समस्या हुन्छ। यसको लागि हामी आज सजिला व्यायामहरू गर्न जाँदैछौँ। आउनुहोस् यी व्यायामहरू गरेर हेरौँ। सबैभन्दा पहिला ढाड कम्मरलाई सिधा राखेर यसरी बसौँ। आफूलाई जुन आसन सजिलो लाग्छ त्यो आसनमा र हाम्रो यो चौरिऔँलाले नाकको प्वालको दुईटा प्वालको बीचमा तलपट्टि यसरी दबाइदेऊ 1 मिनेट जति। यसो गर्दा हाम्रो नाकले श्वास लिनलाई एकदमै सजिलो हुन्छ। छोडिदिउँ। 2 सेकेन्ड होल्ड गरौँ अनि फेरि त्यही प्रक्रिया दोहोऱ्याउँ। यसलाई हामी 5 पटकसम्म गर्न सक्छौँ। बिहान र बेलुका सुत्ने बेलामा गर्दाखेरि अझै इफेक्टिभ हुन सक्छ। श्वास फेर्नलाई एकदम सजिलो हुन्छ। अर्को छ हाम्रो जिब्रोले माथि तालुलाई धकेलौँ। गर्दाखेरि हाम्रो यो घाँटीको मसल्सहरूलाई एकदमै प्रभाव पार्छ। बीस सेकेन्डसम्म होल्ड गर्न सक्छौँ अनि फेरि त्यही प्रक्रियालाई दोहोऱ्याउँ। यसरी हामी यो प्रक्रियालाई 5 चोटिसम्म गर्न सक्छौँ। अब जिब्रोले दायाँ गालातिर धकेलौँ। यताको मसल्सहरूलाई एकदम प्रभाव पर्छ। अब फेरि जिब्रोले बायाँ गालातिर धकेलौँ। 30 सेकेन्ड होल्ड गर्ने। यो प्रक्रियालाई पनि हामी दुवैतिर गरेर 5-5 चोटि गर्न सक्छौँ। अर्को छ श्वास लिँदै माथितिर घाँटीलाई तनक्क तन्काइदिउँ। 30 सेकेन्ड होल्ड गरौँ। अथवा आफूले जति सकिन्छ त्यति होल्ड गरौँ। श्वास छोड्दै अगाडि। चिउँडोले छातीलाई टेकाउँ। फेरि उही प्रक्रिया दोहोऱ्याउँ। यसलाई पनि हामी 5 पटक गर्न सक्छौँ। अब अर्को छ श्वास लिँदै दायाँतिर हेरौँ। तनक्क तन्काइदिउँ यता। श्वास छोड्दै अगाडि। यति बेला पनि हामी 20 देखि 30 सेकेन्डसम्म होल्ड गर्न सक्छौँ। आफ्नो क्षमता अनुसार हुन्छ। बायाँतिर हेरौँ। जति सकिन्छ त्यति होल्ड गरौँ। नसकेपछि श्वास छोड्दै अगाडि झुकौँ। यसलाई पनि हामी 5-5 चोटि गर्न सक्छौँ दुईतिर गरेर। अब अर्को छ श्वास लिँदै टाउकोलाई घुमाइदिउँ यसरी। अगाडि आउँदा छोडौँ। यसलाई पनि हामी 5 चोटि गर्न सक्छौँ दायाँतिरबाट। यसरी बायाँतिरबाट पनि। यसलाई पनि हामी 5-5 चोटि गर्न सक्छौँ। यसो गर्नाले हाम्रो यो घाँटीको मसल्सहरू एक्टिभ हुन्छ अनि हाम्रो श्वास नलीलाई एकदम राम्रो प्रभाव पर्छ र हाम्रो
घुर्ने समस्या बिस्तारै हट्दै जान्छ। यसलाई दिनमा 2 पटकसम्म गर्न सकिन्छ, बिहान र बेलुका। यसलाई दैनिक बनाउनुपर्छ। यसो गर्दा हाम्रो घाँटीको श्वास नली मजबुत हुँदै जान्छ र हाम्रो घुर्ने समस्यामा हामीले राहत पाउँदै जान्छौँ। आशा छ हजुरहरूले यो प्रक्रियालाई दैनिक गर्नुहुनेछ भन्ने। हस्त नमस्कार।